ओके, आज चाहिँ हामी क्वाड कन्सेन्स organको पार्ट 2 हिजो चाहिँ हामीले चाहिँ आई सम्बन्धी चाहिँ केही एमसिक्यूहरू डिस्कसन गरेका थियौँ। आज चाहिँ हामी इयर सम्बन्धी केही क्वेसन्सहरू यहाँ डिस्कसन गर्नेछौँ। सो लेट्स डिस्कस अबाउट द क्वेसन्स। सो आजको पहिलो क्वेसन्स रहेको छ क्वेसन नम्बर 1, इन्डोलिम्फ इज अ फ्लुइड फाउन्ड इन भनेको छ। पहिला चाहिँ हामीले कुनै पनि एमसिक्यू सल्भ गर्न जाँदाखेरि पहिला हरेक अप्सनलाई चाहिँ हामीले ध्यान दिएर पढ्न पर्ने हुन्छ। सो अप्सन्स एमा छ पोस्टेरियर च्याम्बर अफ आई, अर्को छ हाम्रो स्यानोभियल क्याभिटी, अर्को छ हाम्रो इन्टर्नल इयर र एब्सेन्स अफ कर्निया होइन, यहाँ कर्निया चाहिँ यो अप्सन। सो अब पहिला त हामीले के बुझ्नुपर्छ भन्दाखेरि इन्डोलिम्फ भनेको के हो त्यो बुझ्नु पर्यो नि त। सो यो बुझ्नको लागि हामीले एउटा चित्र हेरौँ। यो चित्र हेर्दाखेरि यसमा चाहिँ जुन यो सबैभन्दा बाहिरको हुन्छ नि है, इन्टर्नल इयर भन्नाले सेमी सर्कुलर क्यानलदेखि लगेर यहाँ हाम्रो भेस्टिब्युलदेखि लगेर यहाँ हाम्रो कक्लियासम्मलाई हामीले इन्टर्नल इयर भन्छौँ। यसको सबैभन्दा बाहिरको लेयर जुन हुन्छ त्यसलाई चाहिँ हामीले पेरिलिम्फ भनेर भन्ने गर्दछौँ, जसलाई चाहिँ हामीले बोनी ल्याबिरिन्थ पनि भन्ने गर्दछौँ है। यो सबै यो जुन बाहिरको छ हो यसलाई चाहिँ हामीले चाहिँ के भन्छौँ, बोनी ल्याबिरिन्थ अथवा पेरिलिम्फ भन्छौँ। जुन यो भित्रको छ है, यो जुन पनि यो सबैको यो भित्रको छ, यो जुन भित्रको छ यसलाई हामीले इन्डोलिम्फ भन्छौँ अथवा मेम्ब्रेनस ल्याबिरिन्थ भनेर भन्ने गर्दछौँ। ओके, अब त्यसो भएपछि हामी क्वेसनमा जाउँ। क्वेसनले के भनेको थियो त भन्दाखेरि इन्डोलिम्फ इज अ फ्लुइड फाउन्ड इन भनेको थियो। त्यसो भए आईमा हो त होइन भनेपछि स्यानोभियल क्याभिटी हो त होइन, केमा रहेछ त इन्टर्नल इयरमा रहेछ। ओके, अर्को चाहिँ हाम्रो स्केला टिम्पानी इज कनेक्टेड विथ स्केला भेस्टिब्युल बाई मिन्स अफ भनेको छ। ओके, हामीले त्यही फिगर हेरेर हामीले चाहिँ यहाँ भन्न सक्छौँ। यहाँ चाहिँ के छ भन्दाखेरि यो सबैभन्दा माथिको छ नि यसलाई स्केला भेस्टिबुलाई भनेर भन्छौँ। सबैभन्दा तलको छ यसलाई हामीले स्केला टिम्पानी भन्छौँ। अनि यो जुन बिचको पार्ट छ, जहिले पनि बिचको पार्ट आउने बित्तिकै मिडियम हो कि होइन हो, त्यसो भए यसलाई चाहिँ हामीले के भन्छौँ भन्दाखेरि स्केला मिडिया भनेर भन्ने गर्छौँ। अर्को कुरा जुन यो स्केला भेस्टिबुलाई छ र हाम्रो स्केला टिम्पानी छ, यसमा दुइटैमा हाम्रो चाहिँ के पाइन्छ भन्दाखेरि बोनी ल्याबिरिन्थ पाइन्छ, अथवा हामीले यसलाई चाहिँ के पनि भन्छौँ भन्दाखेरि यसलाई हामीले चाहिँ पेरिलिम्फ पनि भन्ने गर्दछौँ। ठिक छ। तर जुन हाम्रो यो स्केला मिडिया छ यसमा हाम्रो चाहिँ इन्डोलिम्फ अथवा मेम्ब्रेनस ल्याबिरिन्थ पाइने गर्दछ। ठिक छ। अब जुन हाम्रो यो स्केला भेस्टिबुलाई छ, अर्को यो जुन स्केला टिम्पानी छ, यिनलाई एक आपसमा जोड्ने भनेको त्यसलाई हामीले हेलिकोट्रेमा भनेर भन्ने गर्दछौँ। ओके, अब हामी जाउँ क्वेसनमा। क्वेसनले के सोधेको थियो त भन्दाखेरि स्केला भेस्टिबुलाई र स्केला टिम्पानीमा एक आपसमा जोड्नेलाई के भन्छौँ भनेका थियौँ, स्टेपिस हो होइन, यो हाम्रो त इयर ओसिकल भइहाल्यो। ब्यासिलर मेम्ब्रेन हो, ब्यासिलर मेम्ब्रेन पनि होइन। के हो ब्यासिलर मेम्ब्रेन भनेको अहिले हामी कुरा गरौँला। अनि फेनेस्ट्रा ओभालिस हो, होइन, फेनेस्ट्रा ओभालिस भनेको के हो त भन्दाखेरि ओभल विन्डो हो है त, ओभल विन्डो हो। त्यसो भएपछि हाम्रो के रहेछ त करेक्ट आन्सर भनेको। ओके, त्यसपछि अर्को क्वेसन रहेको छ स्केला भेस्टिब्युल इज कनेक्टेड विथ भनेको छ स्केला मिडिया, स्केला टिम्पानी, फेनेस्ट्रा रोटुन्डस, फेनेस्ट्रा ओभालिस। यो फेनेस्ट्रा रोटुन्डस भनेको राउन्ड विन्डो है, राउन्ड विन्डो। ठिक छ, राउन्ड विन्डो।
अब यसमा हेर्ने कतिले चाहिँ हामीले चाहिँ स्केला भेस्टिब्युल इज कनेक्टेड विथ भनेपछि हामीले स्केला मिडियासँग पनि त कनेक्ट हुन्छ भनेर भन्छौँ। भर्खर हामीले त्यो फिगरमा हेरेका होइनौँ, माथि हाम्रो स्केला भेस्टिबुलाई थियो अनि तल भनेको हाम्रो स्केला टिम्पानी थियो, बिचमा यो भनेको हाम्रो स्केला मिडिया थियो। त्यही भएर स्केला मिडियासँग पनि कनेक्ट हुन्छ भनेर हामीले स्केला मिडिया लगाउन सक्छौँ। अनि यसलाई त हेलिकोट्रेमाले पनि के अरे स्केला टिम्पानीसँग जोइन गरेको हुन्छ, स्केला टिम्पानी भनेर स्केला टिम्पानी पनि लगाउन सक्छौँ। तर दुईटै आन्सर भनेको रङ हो। किन रङ हो भन्दाखेरि हाम्रो यदि यस्तो हामीलाई स्केला मिडिया, स्केला टिम्पानी र फेनेस्ट्रा ओभालिस दिएको खण्डमा हामीले चाहिँ करेक्ट आन्सर भनेको फेनेस्ट्रा ओभालिसलाई लगाउनु पर्ने हुन्छ। किन भन्दाखेरि यो हामीले चाहिँ फिगरमा हेर्ने हो भने जब यहाँ चाहिँ हाम्रो यो जुन यो छ नि, यो इयर ओसिकल भनेको हाम्रो चाहिँ स्टेपिस हो है। यो स्टेपिस भनेको चाहिँ जब यो म्यालियस हुँदै इन्कस हुँदै स्टेपिसमा हाम्रो चाहिँ साउन्डको वेभ भाइब्रेसन हुँदै आउँछ नि, त्यो साउन्डको वेभ चाहिँ जब हाम्रो चाहिँ इन्टर्नल इयरमा पुग्छ, त्यो इन्टर्नल इयरमा पुग्ने भनेको चाहिँ यो जुन हाम्रो चाहिँ यो ओभल विन्डो छ नि, हो यहाँ ओभल विन्डोबाट चाहिँ हाम्रो चाहिँ के अरे यो हाम्रो स्केला भेस्टिबुलाई हुँदै यो माथिको भनेको चाहिँ जुन यो माथिको छ, यो माथिको भनेको त स्केला भेस्टिबुलाई हो नि त। स्केला भेस्टिबुलाई हुँदै स्केला मिडिया हुँदै स्केला टिम्पानीमा यसरी आउँछ के साउन्डको वेभ हो। त्यसैले गर्दाखेरि हामीले चाहिँ यसमा के बुझ्नुपर्छ भन्दाखेरि हामीले स्केला भेस्टिबुलाई इज कनेक्टेड विथ भनेपछि यहाँ चाहिँ यो यतिखेर यदि फेनेस्ट्रा ओभालिस पनि अप्सनमा छ भने त्यतिखेर हामीले फेनेस्ट्रा ओभालिस चाहिँ करेक्ट आन्सर हुन्छ। फेनेस्ट्रा ओभालिस भनेकै ओभल विन्डो हो। ओके, त्यसपछि हाम्रो अर्को क्वेसन रहेको छ क्वेसन नम्बर 4, द ओर्गान अफ कोटाई इन म्यामल्स इज फाउन्ड इन। हो, ओर्गान अफ कोटाई भनेको कतिजनाले थाहा छ? ओर्गान अफ कोटाई भनेको के हो त भन्दाखेरि यो फिगरमा हेर्ने हो भने यहाँ चाहिँ हाम्रो चाहिँ स्केला टिम्पानी जुन छ, स्केला टिम्पानीको यसमा भनेको चाहिँ हाम्रो हुन्छ ब्यासिलर मेम्ब्रेन। ओके, र यो स्केला मिडियाको माथि र अनि त्यसपछि हाम्रो स्केला भेस्टिबुलाईको यी दुईटाको बिचमा यो भनेको चाहिँ हाम्रो रिजनर मेम्ब्रेन हो। ओके, यो भनेको रिजनर मेम्ब्रेन अनि जुन हाम्रो स्केला टिम्पानीतिरको चाहिँ के हो त ब्यासिलर मेम्ब्रेन हो। र यो ब्यासिलर मेम्ब्रेनको माथिमा भनेको चाहिँ हाम्रो ओर्गान अफ द कोटाई हुन्छ कि हामी यहाँ फिगरमा पनि देख्न सक्छौँ। जुन यो भनेको चाहिँ हाम्रो चाहिँ ब्यासिलर मेम्ब्रेन भयो र ब्यासिलर मेम्ब्रेनको माथि चाहिँ के छ त भन्दाखेरि यो जुन छ यो भनेको चाहिँ हाम्रो ओर्गान अफ कोटाई हो। त्यो जुन माथि यो स्ट्रक्चर देखिराखेको छ जुन हाम्रो चाहिँ ओर्गान अफ कोटाई भन्दा माथि जुन ह्याङओभर भएको छ हो त्यसलाई हामीले चाहिँ टेक्टोरल मेम्ब्रेन भनेर भन्ने गर्दछौँ है। टेक्टोरल मेम्ब्रेन भनेर भन्ने गर्छौँ। यो टेक्टोरल मेम्ब्रेनको काम चाहिँ के हो भन्दाखेरि यो टेक्टोरल मेम्ब्रेनले भनेको चाहिँ साउन्डको भाइब्रेसन कस्तो खालको छ त्यो चाहिँ डिटेक्ट गर्ने काम गर्दछ। ओके, ओर्गान अफ कोटाई भनेको कहाँ पाइन्छ भनेर पनि कहिलेकाहीँ सोध्ने गर्छ। यहाँ फिगरमा देखिएकै छ, यो भनेको स्केला मिडिया हो। स्केला मिडियामा चाहिँ ओर्गान अफ द कोटाई रहेको छ। टेक्टोरल मेम्ब्रेन पनि ओर्गान अफ द कोटाईमा पाइन्छ। तर यो जुन हाम्रो चाहिँ माथिको यो भनेको स्केला भेस्टिबुलाई हो नि त, स्केला भेस्टिबुलाईमा चाहिँ हाम्रो रिजनर मेम्ब्रेन पाइन्छ। अनि अर्को हाम्रो ब्यासिलर मेम्ब्रेन चाहिँ कहाँ पाइन्छ त भन्दाखेरि जुन यो ब्यासिलर मेम्ब्रेन छ, यो ब्यासिलर मेम्ब्रेन चाहिँ हाम्रो चाहिँ स्केला टिम्पानीमा पाइने गर्दछ। र अर्को कुरा जुन यो स्केला टिम्पानी र स्केला भेस्टिबुलाईलाई एक अर्कामा जोड्ने भनेको हेलिकोट्रेमाले हो। ओके, आई थिङ्क तपाईँहरूले बुझ्नुभयो होला ओर्गान अफ कोटाई इन म्यामल्स इज फाउन्ड इन कहाँ रहेछ? इयर ड्रममा हो। इयर ड्रम भनेको के हो थाहा छ? यो भनेको चाहिँ टिम्पानिक मेम्ब्रेनलाई नै हामीले चाहिँ के भन्छौँ त भन्दाखेरि इयर ड्रम भन्छौँ है। ओके, यो कुरा थाहा पाउने। र टिम्पानिक क्यानल हो होइन, भेस्टिबुलर क्यानल हो होइन, हामीले चाहिँ कक्लियर क्यानल कि भर्खरै भने होइन हामीले त्यो कक्लियाकै पार्ट होइन त के अरे स्केला मिडिया भनेको। अर्को अप्सन यदि यहाँ हामीलाई चाहिँ स्केला मिडिया भनेको भए यो चाहिँ हाम्रो चाहिँ करेक्ट अप्सन हुन्थ्यो। ब्यालेन्सिङ ओर्गान अफ इन्टर्नल इयर इज भनेको छ। के हो त ब्यालेन्सिङ ओर्गान भनेको थाहा छ? ओके, सुरुमा हामी इन्टर्नल स्ट्रक्चर अफ इयरको बारेमा कुरा गरौँ है। एउटा हुन्छ हाम्रो सेमी सर्कुलर क्यानल, भयो र अर्को हुन्छ हाम्रो भेस्टिबुल अथवा भेस्टिबुलाई। अनि अर्को पार्ट भनेको अझै हामीले जान्यो भने यो हियरिङमा काम गर्छ कक्लिया। तीनटा पार्ट भयो इन्टर्नल इयरको। ओके, यो जुन हाम्रो सेमी सर्कुलर र भेस्टिबुलाई छ यिनीहरूले चाहिँ ब्यालेन्सिङमा काम गर्छ है। सेमी सर्कुलर क्यानल एन्ड द भेस्टिबुलाईले चाहिँ ब्यालेन्सिङमा काम गर्छ। त्यसपछि हाम्रो जुन कक्लिया छ, कक्लियाले चाहिँ हियरिङमा काम गर्छ। अब
अब हाम्रो सेमी सर्कुलर क्यानल जुन छ यो सेमी सर्कुलर क्यानल भनेका तीनवटा हुन्छन् र यसले चाहिँ डाइनामिक इक्विलिब्रियममा काम गर्छ। डाइनामिक इक्विलिब्रियममा अहिले हामी पछि कुरा गर्ने नै छौँ। जुन भेस्टिबुल छ यसले चाहिँ स्ट्याटिक इक्विलिब्रियममा काम गर्नेछ, जसको बारेमा हामी अहिले कुरा गर्ने नै छौँ। ओके, त्यसो भएपछि अब हामीले यहाँ चाहिँ के भन्नु पर्यो भन्दाखेरि हामीले यहाँ चाहिँ ब्यालेन्सिङ organ अफ इन्टर्नल इयर कुन रहेछ? सेमी सर्कुलर क्यानल एन्ड अट्रिकुलस, सेमी सर्कुलर क्यानल एन्ड द स्याकुलस, लेजिना एन्ड द स्याकुलस, ओटोलिथ एन्ड द लेजिना है। अब के हो यो अट्रिकल्स र स्याकुलस भनेको है? अट्रिकल्स र स्याक्युल्स भनेको के हो त भन्दाखेरि जुन हामीले भर्खरै के भनेका थियौँ भन्दाखेरि भेस्टिब्युल भन्यौँ नि, हो त्यो भेस्टिब्युलका दुईवटा पार्ट हुन्छन्। एउटा लार्जेस्ट हुन्छ माथितिरको जसलाई हामीले अट्रिकल्स भन्छौँ अथवा अट्रिकुलस पनि भन्छ, अर्कोलाई हामीले स्याक्युल अथवा स्याकुलस पनि भन्छ। ओके, एकचोटि कन्फ्युज भयो भने हामीले फिगर हेरिहालौँ है। ओके, यहाँ छ, यहाँ हेर्न सक्छौँ हामीले है। यहाँ यो तीनवटा छन् जुन एउटा भने एन्टेरियर, यो भनेको चाहिँ पोस्टेरियर, यो भनेको चाहिँ ल्याटेरल। तीनटा सेमी सर्कुलर क्यानल हामीले यहाँ देख्यौँ र यो बिचको जुन यो अलिक खाली पार्ट छ यसलाई हामीले चाहिँ भेस्टिब्युल भन्छौँ र जुन यो स्नेलको सेल लागेको हुन्छ यसलाई चाहिँ हामीले चाहिँ कक्लिया भन्छौँ। ठिक छ। अब कुरा रह्यो यो भनेको त हामीले भेस्टिब्युल भनेर पढेका छौँ। मैले अघि नै भने भेस्टिब्युलको जुन अप्पर लार्जर पार्ट छ यसलाई चाहिँ हामीले चाहिँ अट्रिकल भनेर भन्ने गर्दछौँ र भेस्टिब्युलको तलको सानो पार्ट हुन्छ जसलाई हामीले स्याक्युल भनेर भन्ने गर्दछौँ। ठिक छ। अब जुन यो अट्रिकल्सबाट चाहिँ हाम्रा तीनवटा सेमी सर्कुलर क्यानल चाहिँ निक्लेका छन् है। यो पनि क्वेसन छ है। सेमी सर्कुलर क्यानल्स इज बोर्न ओभर भनेर सोध्न सक्छ, अट्रिकल, स्याक्युल है, यो अप्सन दिएर हामीले सोध्न सक्छ। त्यतिखेर हामीले चाहिँ अट्रिकल भन्न पर्छ, किनकि अट्रिकलबाट तीनवटै सेमी सर्कुलर क्यानल्सहरू निस्केको छन् कि छैनन्? छन्। अनि तल आउँछ हाम्रो स्याक्युल है। स्याक्युलबाट चाहिँ हाम्रो कक्लिया निस्केको हुन्छ। दुईटा क्वेसन पनि, कक्लिया कहाँबाट निस्केको हुन्छ, अट्रिकल कि स्याक्युल? स्याक्युल। अनि सेमी सर्कुलर क्यानल कहाँबाट निस्केका हुन्छन्? अट्रिकल। ठिक छ। अट्रिकल र स्याक्युल्स भनेका कसको पार्ट हुन् त? भेस्टिब्युल्सको पार्ट हुन्। ठिक छ। अब त्यसो भए हामी चाहिँ केमा हौँ? क्वेसनमा हौँ है। क्वेसनमा हामीले चाहिँ के भनेका थियौँ भन्दाखेरि ब्यालेन्सिङ organs अफ इन्टर्नल एयर कुन रहेछ त? सेमी सर्कुलर क्यानल त भइ नै हाल्यो है। अनि ल्याजिना त हुँदै होइन, यसरी काट्न सक्छौँ। सेमी सर्कुलर क्यानल्स एन्ड स्याक्युल्स पनि भनेको छ, सेमी सर्कुलर क्यानल्स एन्ड द अट्रिकल्स पनि भनेको छ। ओहो, यसमा चाहिँ अलिकति यो चाहिँ अप्सन्स भएन, किन भन्दाखेरि सेमी सर्कुलर क्यानल्स, अट्रिकल्स र एन्ड स्याक्युल्स दुइटैले हामीले चाहिँ ब्यालेन्सिङ organमा हेल्प गर्छ है। यस्तो अप्सन चाहिँ आउँदैन। यहाँ चाहिँ अप्सन सीमा चाहिँ हामीले के बनाऊँ भन्दाखेरि अप्सन सीमा बोथ हुनुपर्ने हो है। अप्सन सीमा रङ भएछ, बोथ हुनुपर्ने हो। बोथ इज द करेक्ट आन्सर। ओके, ठिक छ। त्यसपछि organ अफ कटाई इज फाउन्ड इन, यो त सिम्पल कुरा भइसक्यो, हामीले अघि भनिसक्यौँ। organ अफ कटाई कहाँ पाइन्छ भन्नुहोस् त? organ अफ कटाई इज फाउन्ड इन कहाँ? किडनी, हार्ट, नेजल च्याम्बर, इन्टर्नल इयर। सिम्पल कुरा भइहाल्यो। इन्टर्नल इयरको पनि कक्लियामा, कक्लियाको पनि अझै भित्र जाने हो भने हाम्रो चाहिँ स्केला टिम्पानिकी, भेस्टिबुलाई कि मिडिया? स्केला मिडियामा। ठिक छ, यहाँसम्म क्लियर। अब त्यसपछि नेक्स्ट क्वेसन रहेको छ, हाउ मेनी सेमी सर्कुलर क्यानल इज फाउन्ड इन ह्युमन? यो त सिम्पल क्वेसन्स भइहाल्यो, भर्खरै हामीले डिल गरेका। 2 पेयर, 3 पेयर, 3 ओन्ली, 1, यसमा 3। कतिले चाहिँ यहाँनिर चाहिँ हतारमा चाहिँ 3 पेयर लगाइदिन्छन्, किनकि राम्रोसँग ध्यान नदिएर। ओन्ली 3वटा हुन्छन्, एउटा पोस्टेरियर भइहाल्यो, एउटा हाम्रो चाहिँ एन्टेरियर भइहाल्यो, एउटा पोस्टेरियर, अर्को भनेको चाहिँ हाम्रो चाहिँ ल्याटरल गरेर 3वटा चाहिँ हाम्रा सेमी सर्कुलर क्यानल हुन्छन्। सेमी सर्कुलर क्यानल चाहिँ कहाँबाट अराइज भएका हुन्छन्? अट्रिकल कि स्याक्युल? अट्रिकल्सबाट है। ओके, र स्याक्युलबाट चाहिँ हाम्रो के निस्केको हुन्छ? कक्लिया। ओके, लेट्स गो इन द नेक्स्ट क्वेसन। हाम्रो अर्को क्वेसन रहेको छ, स्केला टिम्पानी इज कनेक्टेड टु स्केला भेस्टिब्युल बाई मिन्स अफ भनेको छ। ओके, यो क्वेसन त हामीले अघि डिल गरिसकेका हौँ।
स्केला टिम्पानी इज कनेक्ट टु स्केला भेस्टिबुला अघि रिपिट भएछ हेलिकोस्ट्रेमा द चिफ फङ्सन्स अफ द सेमी सर्कुलर क्यानल्स अफ इन्टरनल इयर भनेको छ के हो त सेमी सर्कुलर क्यानल्सको चिफ फङ्सन्स भनेको हियरिङ हो कतिले चाहिँ हियरिङ भन्छन् हियरिङ यसको चाहिँ चिफ फङ्सन्स होइन है यसको चिफ फङ्सन्स भनेको ब्यालेन्सिङ हो है ब्यालेन्सिङ त्यही पनि डाइनामिक हो डाइनामिक इक्विलिब्रियम अब अप्सन हेर्ने ब्यालेन्सिङ साउन्ड भाइब्रेसन्स अफ द हाई फ्रिक्वेन्सी टु पर्सिभ साउन्ड भाइब्रेसन्स अफ द हाई फ्रिक्वेन्सी टु मेन्टेन डाइनामिक इक्विलिब्रियम अफ द बडी वाइल द बडी इज मेन्टेन इम्ब्यालेन्स भनेको छ हेल्स इन हियरिङ हियरिङमा हेल्सले गर्दै गर्दैन हेल्स इन हियरिङमा गर्ने भनेको हाम्रो कक्लियाले हो यसले चाहिँ हाम्रो केमा हेल्प गर्छ भन्दाखेरि डाइनामिक इक्विलिब्रियम मेन्टेन गर्नमा अर्को छ एकोस्टिक स्पोट इन इच एम्पुला अफ ह्युमन इयर इज नोन एज ओके यहाँनिर थोरै कुरा चाहिँ हामीले के गरौँ भन्दाखेरि ओके जुन हाम्रो यी सेमी सर्कुलर क्यानल तीनवटा सेमी सर्कुलर क्यानल रहेका छन् हामीले देख्न सक्छौँ हरेकको बेसमा सोलिन 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 खालको स्ट्रक्चर छ कि छैन छ हो यो सोलिन सोलिन स्ट्रक्चरलाई चाहिँ हामीले एम्पुला भनेर भन्ने गर्दछौँ कि एम्पुला भन्छौँ ठिक छ यो एम्पुलाभित्र एउटा सेन्सरी स्पोट हुन्छ हो त्यसलाई चाहिँ हामीले के भन्छौँ त भन्दाखेरि यसलाई चाहिँ हामीले चाहिँ क्रिस्टी भन्छौँ ठिक छ हो यो भएपछि अर्को कुरा पनि यहाँनिर हामी कुरा गरिहालौँ है अब जुन हाम्रो अर्को हाम्रो चाहिँ स्याक्युल र अर्ट्रिकल यो माथिको अर्ट्रिकल तलको स्याक्युल हो ओके अर्ट्रिकल र स्याक्युलमा पनि अर्ट्रिकल र स्याक्युलमा पनि हाम्रो चाहिँ के हुन्छ भन्दाखेरि सेन्सरी स्पोट हुन्छ हो सेन्सरी स्पोट हुन्छ हो त्यसलाई चाहिँ हामीले चाहिँ के भन्छौँ भन्दाखेरि म्याकुला भनेर भन्ने गर्दछौँ के भन्छौँ म्याकुला भन्छौँ तर यहाँनिर एउटा झुक्क्याउने के छ भन्दाखेरि म्याकुला लुटिया इज फाउन्ड इन भन्यो भने म्याकुला लुटिया इज फाउन्ड इन भन्यो भने इयर लगाउने कि आई लगाउने यतिखेर हामीले चाहिँ आई लगाउने है म्याकुला लुटिया भनेको एल्डोस्पोट हो हामीले हिजो भनिसकेका छौँ तर यहाँ हामीले चाहिँ म्याकुली भनेका छौँ त हो म्याकुली भन्यो भने त्यो चाहिँ हाम्रो चाहिँ इयरमा हुन्छ तर म्याकुला लुटिया अथवा एल्डोस्पोट भनेपछि त्यो हाम्रो आईमा हुन जान्छ ओके यहाँ चाहिँ अब हाम्रो के बन्यो त भन्दाखेरि एकोस्टिक स्पोट इन इच एम्पुला अफ ह्युमन इयर इज नोन एज ओटोलिथ organ of कोटाई क्रिस्टा म्याकुला है अब हेर्ने ध्यान दिने कुरा चाहिँ के आयो त भन्दाखेरि organ of कोटाई हो होइन एम्पुलामा organ of कोटाई कसरी भयो हुँदै भएन अर्को कुरा म्याकुला हो होइन म्याकुला कसमा पाइन्छ भने हामीले अर्ट्रिकल एन्ड स्याक्युल दुईटैमा पाइन्छ भनिसकेपछि अब हाम्रो क्रिस्टा र ओटोलिथ भन्ने दुईटा अप्सन बच्यो ओटोलिथ जाने कि क्रिस्टा जाने पक्कै पनि हामीले क्रिस्टा इज अ करेक्ट आन्सर किनकि क्रिस्टा चाहिँ ओटोलिथले बनेको हुन्छ द organ of कोटाई सेल आर रिलेटेड टु साइट हो साइट त हुँदै भएन है किनकि organ of कोटाई भनिसकेपछि साइट यो सम्बन्धी हो भने त आई सम्बन्धी भयो अर्को हियरिङ इक्विलिब्रियम टेस्ट पनि भएन अब हामीले भर्खरै भनेका छौँ इक्विलिब्रियममा हेल्प गर्ने भनेको कसले हो इक्विलिब्रियममा हेल्प गर्ने भनेको त कि त हाम्रो सेमी सर्कुलर क्यानल्स हो हैन कि त हाम्रो अर्ट्रिकल एन्ड द स्याक्युल हो भनेपछि यो पनि भएन भने चाहिँ हियरिङमा त्यसपछि व्हिच इज करेन्ट सिक्वेन्स अफ ट्रान्समिसन्स अफ भाइब्रेसन्स फ्रम द एयर टु द अडिटरी नर्भ इन म्यामल्स भनेको छ इयर बोन्स भनेको चाहिँ इयर ओसिकल त्यसपछि हाम्रो टिम्पानिक मेम्ब्रेन कक्लिया इयरबोन्स टिम्पानिक मेम्ब्रेन इयरबोन्स र कक्लिया सो यसको लागि हामीले चाहिँ एउटा फिगर हेरौँ त्यो फिगर हेरौँ है अब यसमा हामीले
सबै समेट्ने प्रयास गरौँ। सुरुमा हाम्रो यो के आउँछ भन्दाखेरि एक्सटर्नल इयर आयो। सबैभन्दा बाहिरको पार्टलाई एक्सटर्नल इयर भनिन्छ। जुन यहाँबाट गएको स्तरी क्यानल छ यसलाई एक्सटर्नल अडिटरी क्यानल्स भनिन्छ। के भनिन्छ? एक्सटर्नल अडिटरी क्यानल्स। त्यसपछि अर्को आयो टिम्पानिक मेम्ब्रेन र एक्सटर्नल अडिटरी क्यानल पनि दुईटा कार्टिलेज र बोनी पार्टले बनेको हुन्छ। अब त्यसपछि जुन हाम्रो यो टिम्पानिक मेम्ब्रेन आयो, टिम्पानिक मेम्ब्रेन भन्दा यताको जुन पार्ट छ यो पार्टलाई चाहिँ हामीले टिम्पानिक क्याभिटी भनेर भन्ने गर्दछौँ। हो यो टिम्पानिक क्याभिटी हाम्रो फ्यारिङ्ससँग जोडिएको हुन्छ, त्यसलाई युस्टाचियन ट्युब भनेर भन्ने गर्दछौँ। यसले के काम गर्छ युस्टाचियन ट्युबले भन्दाखेरि हाम्रो यतातिरको प्रेसर र यतातिरको प्रेसरलाई इक्विलिब्रियम गर्ने काम गर्दछ। ठिक छ। र यो हाम्रो टिम्पानिक क्याभिटीमा 3 हाम्रा इयर ओसिकल पाइन्छन्। त्यो मध्ये सुरुको यो म्यालियस, त्यसपछि इन्कस, त्यसपछि स्टेपिस। ठिक छ। यो स्टेपिस चाहिँ अब हाम्रो यहाँभन्दा भित्र चाहिँ इन्टर्नल इयरमा जोडिएको हुन्छ। तर स्टेपिस भनेको इन्टर्नल इयरसँग थ्रु द ओभल विन्डोबाट जोडिएको हुन्छ। अनि त्यसपछि हाम्रो आयो इन्टर्नल इयर आउँछ। इन्टर्नल इयरका पनि 3टा पार्ट, यसलाई 3वटा सेमी सर्कुलर क्यानल, एन्टेरियर, पोस्टेरियर, ल्याटेरल। त्यसपछि यो हाम्रो भेस्टिब्युल पछि यो जुन हाम्रो स्नेलको सेल लाइकको स्ट्रक्चर छ त्यसलाई कक्लिया भनिन्छ। कुन चाहिँ करेक्ट अप्सन होला? इयर बोन्स, कक्लिया, टिम्पानिक मेम्ब्रेन, कक्लिया, टिम्पानिक मेम्ब्रेन, इयर बोन्स और कक्लिया। ओके, सुरुमा चाहिँ हाम्रो के आउने भयो त भन्दाखेरि टिम्पानिक मेम्ब्रेन, त्यसपछि इयर बोन्स भनेको इयर ओसिकल, त्यसपछि कक्लिया। है कसरी आयो भन्दाखेरि हामीले जेनरल मेमोराइज गर्ने हो भने सुरुमा यो भयो हाम्रो एक्सटर्नल इयर भयो। यो के भयो रे? एक्सटर्नल इयर भयो। यो एक्सटर्नल इयरबाट यसरी हाम्रो एक्सटर्नल अडिटरी क्यानल निस्क्यो। यो एक्सटर्नल अडिटरी क्यानल निस्किसकेपछि यहाँ चाहिँ हाम्रो हुन्छ टिम्पानिक मेम्ब्रेन आयो। यो टिम्पानिक मेम्ब्रेनलाई हामीले चाहिँ इयर ड्रम पनि भन्छौँ। यो टिम्पानिक मेम्ब्रेन पछि त्यसपछि यहाँ हुन्छ हाम्रो टिम्पानिक क्याभिटी। है टिम्पानिक क्याभिटी हुन्छ। टिम्पानिक क्याभिटीमा हाम्रा 3वटा इयर ओसिकल हुन्छन्। एउटा हुन्छ म्यालियस, त्यसपछि हुन्छ हाम्रो इन्कस र त्यसपछि हुन्छ हाम्रो स्टेपिस गरेर 3वटा इयर ओसिकल भयो। योभन्दा पछि चाहिँ हाम्रो चाहिँ इन्टर्नल इयर चाहिँ सुरुवात हुन्छ। त्यसो भएपछि हाम्रो सुरुमा के आउने भयो? टिम्पानिक मेम्ब्रेन, त्यसपछि हाम्रो इयर बोन्स, इयर ओसिकल, त्यसपछि कक्लिया। अलराइट, त्यसपछि द फङ्सन्स अफ द भेस्टिबुलर एपारेटस भनेको छ है। भेस्टिबुलर एपारेटसको फङ्सन चाहिँ के हो? टु मेन्टेन बडी इक्विलिब्रियम, टु मेन्टेन पोजिसन्स अफ द इयर ओसिकल, टु प्रोभाइड नरिसमेन्ट टु द इन्टर्नल इयर, टु एडजस्ट इयर प्रेसर इनसाइड एन्ड आउटसाइड द इयर। होइन, यो एडजस्ट द प्रेसर इनसाइड एन्ड आउटसाइड होइन है। यो कसको काम हो भन्दाखेरि इटी ट्युब भनेको स्टाचियन ट्युब हो। यसको काम हो। कुनै पनि त्यस्तो नरिसमेन्ट दिने खालको चाहिँ के अरे भेस्टिबुलर एपारेटस छ त छैन। होइन, मेन्टेनेन्स अफ द पोजिसन्स अफ द इयर ओसिकल हो होइन। किन भन्दाखेरि यो टिम्पानिक क्याभिटीमा आफै एकअर्कामा चाहिँ जोडिएर बसेको छन् हाम्रो चाहिँ इयर ओसिकलहरू। भनेपछि टु मेन्टेन बडी इक्विलिब्रियम हो। ओके, हो। किनकि हामीले भर्खरै अघि भनेका थियौँ हाम्रा 2टा भेस्टिबुलर र अर्को भनेको चाहिँ हाम्रो सेमी सर्कुलर क्यानलले बडीको इक्विलिब्रियम मेन्टेन गर्नमा हेल्प गर्छ। भेस्टिबुलरमा पनि 2टा पार्ट, स्याक्युल एन्ड द अटिकल। क्वेसन नम्बर 17मा छ वेयर आर द सेरुमिनस ग्ल्यान्ड सिचुएटेड। अनि सेरुमिनस ग्ल्यान्ड भनेका चाहिँ के हुन् भन्दाखेरि सेरुमिनस ग्ल्यान्ड भनेका चाहिँ जुनले चाहिँ हाम्रो इयर वाक्स प्रोडक्ट गर्छन् नि। इयर वाक्स भनेको काने गुजी भन्छ। हो त्यो इयर वाक्स प्रोडक्ट गर्ने भनेका चाहिँ सेरुमिनस ग्ल्यान्डले हुन्। अप्सनमा के भनेको छ भन्दाखेरि एक्सटेरियर ओपनिङ अफ द अडिटरी ट्युब होइन, एन्टेरियर ओपनिङ अफ द अडिटरी ट्युब, एन्टेरियर ओपनिङ अफ द राउन्ड विन्डो र अर्को अप्सन रहेको छ एक्सटेरियर ओपनिङ अफ राउन्ड विन्डो। यो पनि होइन। त्यसो भइसकेपछि कुन चाहिँ हो यसको अप्सन? करेक्ट अप्सन राउन्ड विन्डोसँग त यसको कुनै पनि रिलेसन भएन। अब 2टा एक्सटेरियर ओपनिङ अफ द अडिटरी ट्युब कि एन्टेरियर ओपनिङ अफ द अडिटरी ट्युब। सुन्ने पहिला अडिटरी ट्युब हाम्रो यो एक्सटर्नल यो जुन बाहिरको पिन्ना छ पिन्नाबाट जसरी यो हाम्रो जान्छ यो एक्सटर्नल अडिटरी ट्युब अथवा मिटर्स भन्छ। यसलाई हामीले एन्टेरियर पार्ट भन्छौँ, यसलाई चाहिँ एक्सटेरियर पार्ट भन्छौँ है। हाम्रो चाहिँ इयर वाक्स अथवा सेरुमिनस ग्ल्यान्ड हुने भनेको चाहिँ यो हाम्रो एक्सटेरियर पार्ट भयो है।
Options will be the exterior opening of the auditory tube. त्यसपछि हाम्रो छ which of the following auditory tube is attached to the oval window. हामीले अघि भनिसकेका छौं स्टेपिस चाहिँ ओभल विन्डोसँग जोडिएको हुन्छ अनि ओभल विन्डोले कोसँग जोडिएको हुन्छ भन्दाखेरि माथिको त्यो हाम्रो स्केला कोसँग भेस्टिबुलाइसँग ठीक छ हातले लेखिरहेको भएर राम्रोसँग लेख्न मिलेको छैन यसमा हाम्रो चाहिँ सिधै स्टेपिस भयो है त नजुक्किने What is the swollen enlargement on the side of the semicircular canal skull? अघि नै भनिसक्यो हामीले जुन सेमिसर्कुलर क्यानलको जुन हाम्रो तलतिर सोलेन खालको स्ट्रक्चर थियो त्यसलाई त हामीले एम्पुला भनेका हैनौं यो भित्र चाहिँ सेन्सरी स्पोट हुन्छ त्यसलाई हामीले क्रिस्टा भन्छौं भनेका हैनौं ठीक छ त्यसपछि व्हाट इज द फंक्शन्स अफ द टेक्टोरल मेम्ब्रेन मेम्ब्रेन भनेको के हो अघि हामीले देखाइसकेका हौं र टेक्टोरल मेम्ब्रेन्स भनेको प्रोटेक्ट द आर्टिकल्स हुँदै होइन प्रोटेक्ट द सेमिसर्कुलर डक्ट्स होइन कभर द हेयर सेल्स अफ द organ अफ द कटाई हो कि सेक्रेशन्स अफ द सेरुमेन यो त हुँदै हैन अब यहाँ हेर्ने सेमिसर्कुलरसँग त्यसको सम्बन्धै छैन आर्टिकलसँग पनि छैन सेरुमेनसँग भनेको त कसरी सेक्रेन्स अफ सेरुमेन्स वाक्स भनेको त सेरुमिनस ग्ल्यान्ड भने पक्कै पनि अप्सन सी विल बी द करेक्ट आन्सर कभर द हेयर सेल्स अफ द organ अफ कटाई हामीले के भनेका थियौं भन्दाखेरि हामीले के भनेका छौं याद छ कि छैन हाम्रो माथि भयो स्केला भेस्टिबुलाई तल भयो स्केला टिम्पानी यो भयो स्केला मेडिया यो बीचको भयो स्केला मेडिया अनि जुन तल टिम्पानी छ बेसतिर छ त्यही भएर सम्झिने ब्यासिलर मेम्ब्रेन भयो ठीक छ ब्यासिलर मेम्ब्रेन स्केला टिम्पानीमा हुने भयो यो स्केला टिम्पानी एसटी भनेको स्केला टिम्पानी स्केला भेस्टिबुलाई यो स्केला मेडिया भनेपछि स्केला भेस्टिबुलाईमा चाहिँ हामीले चाहिँ के भनेका थियौं त भन्दाखेरि यसमा चाहिँ रिजनर मेम्ब्रेन हुन्छ भनेका थियौं है त रिजनर मेम्ब्रेन हुन्छ र स्केला टिम्पानीको माथि जुन हाम्रो स्केला मेडिया छ हो यहाँनिर यसरी अट्याच भएका हुन्छन् ती भनेका हाम्रा चाहिँ के हुन् त भनेका थियौं हामीले ती भनेका चाहिँ हामीले चाहिँ organ अफ कटाई हुन्छन् हो त्यो organ अफ कटाईलाई चाहिँ माथि यसरी ओभरह्याङ भएका हुन्छन् टेक्टोरल मेम्ब्रेन चाहिँ त जसको काम के हो भन्दाखेरि कुन टाइपको चाहिँ हाम्रो चाहिँ साउन्ड वेभ आएको छ त्यसलाई चाहिँ डिटेक्सन गर्न हो अथवा अर्को भनेको जुन हाम्रो चाहिँ organ अफ कटाईमा भएका हेयर सेल्सहरु हुन्छ त्यसलाई चाहिँ कभर गर्नु हो ठीक छ भनिसकेपछि अर्को कुरा चाहिँ हामी भन्नै पर्ने हुन्छ त्यो भनेको के हो भन्दाखेरि जुन हाम्रो यो स्केला भेस्टिबुलाई हुन्छ नि हो यो स्केला भेस्टिबुलाईसँग चाहिँ हाम्रो चाहिँ ओभल विन्डो चाहिँ जोडिएको हुन्छ ओभल विन्डो कनेक्ट भएको हुन्छ ओभल विन्डो कनेक्ट भएको हुन्छ तर अनि जुन हाम्रो चाहिँ स्केला टिम्पानी छ नि हो स्केला टिम्पानीसँग चाहिँ हाम्रो राउन्ड विन्डो कनेक्ट भएको हुन्छ राउन्ड विन्डोको कनेक्सन कुसँग हुन्छ स्केला टिम्पानीसँग स्केला भेस्टिबुलाईसँग चाहिँ कसको हुन्छ त भन्दाखेरि ओभल विन्डोको कनेक्सन हुन्छ हो इन इन्टरनल इयर्स सेन्सरी प्याचेज आर सिचुएटेड इन भनेको चाहिँ ओके सेन्सरी प्याचेज भनिसक्यौं भर्खरै भन्न केमा हुन्छ मेम्ब्रेनस ल्याबिरिन्थ स्टेपेडियल प्लेट फेनेस्ट्रा ओरालिस होइन ओभालिस हो कक्लिया पक्कै पनि कक्लिया है त acoustic spot in each ampulla of human ear is known as a double eyes है क्रिस्टा which part of ear is responsible for hearing cochlea saccule auricle semicircular duct कुन हुन्छ इजी भइहाल्यो कक्लिया यी तीनटाले केमा हेल्प गर्छ इक्विलिब्रियममा हेल्प गर्छ रिभाइज गर्दैछु सेमिसर्कुलर क्यानलले चाहिँ डायनामिक इक्विलिब्रियम भनेको जस्तो हामी हिँडिरहेछौं दौडिरहेछौं भने त्यो डायनामिक इक्विलिब्रियम अर्टिकल र स्याक्युलले चाहिँ स्ट्याटिक इक्विलिब्रियम भनेको जब हामी बसिराखेका हुन्छौं अर्को छ क्रिस्टा प्रेजेन्ट इन भनेको छ भर्खरै भनिसकेका हामीले क्रिस्टा केमा प्रेजेन्ट हुन्छ सेमिसर्कुलर क्यानल कक्लिया भेस्टिब्युल अल भनेको छ केमा हुन्छ भेस्टिब्युलमा कक्लियामा हो होइन भेस्टिब्युलमा हो होइन सेमिसर्कुलर क्यानलको एम्पुला भन्ने हुन्छ त्यो एम्पुला भित्र चाहिँ हाम्रो सेन्सरी स्पोट हुन्छ जसलाई चाहिँ क्रिस्टा भन्छौं भनेर भनेका छौं ठीक छ क्वेशन नम्बर 25 रहेको छ अ म्यान वाज सडनली जक्ड आउट ही म्यानेज टु ब्यालेन्स हिज बडी व्हाट वर्क डियर है के भन्यो अ म्यान वाज सडनली जक्ड आउट
he managed to balance his body. What worked there? Okay, options हेर्ने अब एउटा options A otolith, options B organ of Corti, option C endolymph of the semicircular canals, options D ear ossicle. त्यो के भनिरहेको छ भन्दा यसरी उफ्रेर जड चाहिँ त्यसलाई ब्यालेन्स कोले गर्छ भनेको छ, सेमी सर्कुलर क्यानलले होइन है। सेमी सर्कुलर क्यानलले चाहिँ डाइनामिक इक्विलिब्रियम जब ऊ हेरडुल गरिरहेछ त्यतिखेर हुन्छ। यदि कुनै पनि ग्राभिटीमा वर्क भइरहेछ भने त्यतिखेर चाहिँ हामीले चाहिँ के बुझ्नुपर्छ त भन्दाखेरि त्यतिखेर भेस्टिब्युल हो भनेर बुझ्नुपर्छ, अथवा त्यतिखेर हामीले ओटोलिथ भन्ने चाहिँ करेक्ट आन्सर हुन्छ है। यतिखेर चाहिँ हाम्रो चाहिँ ओटोलिथ भन्ने चाहिँ करेक्ट आन्सर हुन्छ यसमा। ओके, र अर्को क्वेसन छ बोनी ल्याबिरिन्थ कन्टेन्ट्स अफ फ्लुइड कल भनेको छ है। बोनी ल्याबिरिन्थ कन्टेन्ट्स अफ फ्लुइड कल अघि हामीले भनेका छौँ, पेरिलिम्फ भनिसकेका छौँ है। ठिक छ, स्ट्याटिक इक्विलिब्रियम इज मेन्टेन बाई भन्यो। स्ट्याटिक इक्विलिब्रियम कसले गर्छ? अर्टिकल साइकल्स बोथ सेमी सर्कुलर क्यानलले चाहिँ डाइनामिक इक्विलिब्रियम, डाइनामिक हातले लेखिरहेको भएर चाहिँ राम्रो अक्षर परेको छैन स्क्रिनमा। सेमी सर्कुलर क्यानल इन इन्टरनल इयर आर कनेक्टेड विथ भनेको छ है। केसँग कनेक्टेड हुन्छ? ब्यालेन्स अफ बडी, हियरिङ, ट्रान्समिसन्स अफ साउन्ड भाइब्रेसन टु कक्लिया, ब्यालेन्स टु प्रेसर अन आइदर साइड अफ द इयर ड्रम। यसले प्रेसर चाहिँ आइदर साइडको इयर ड्रमको चाहिँ यसले ब्यालेन्स गर्ने होइन। यो भनेको चाहिँ इटी ट्युब हो, इटी ट्युब भनेको चाहिँ स्ट्याच्युन ट्युब हो, इटी ट्युब भनेको स्ट्याच्युन ट्युब हो। अनि यसै गरी हियरिङमा हुँदै होइन, कक्लिया हो। ट्रान्समिसन्स अफ साउन्ड भाइब्रेसन टु कक्लिया कतिले लाउन सक्छन्? यो हुँदै होइन भनेपछि ब्यालेन्स अफ बडी इज अ करेक्ट आन्सर इन केस अफ अल दिज अप्सन। इन विच पार्ट अफ द म्यामेलियन इयर्स द नर्भ इम्पल्स फर हियरिङ स्टार्ट? स्टार्ट भनेको छ यहाँ, बिगिन्स भनेको छ इयर ड्रम, इयर ओसिकल, कक्लिया, स्ट्याच्युन ट्युब। इयर ड्रम हुँदाखेरि यो एउटा वेभको रूपमा मात्रै हुन्छ है, एउटा साउन्ड वेभको रूपमा मात्र हुन्छ होइन। अनि इयर ओसिकलमा हुँदाखेरि पनि वेभकै रूपमा हुने हो। अनि त्यसपछि युस्टाच्युन ट्युबको त के गर्ने हो त? यसको काम भनेको त ब्यालेन्सिङ गर्नु न हो दुईटातिरको प्रेसरलाई होइन। भनेपछि अप्सन कुन करेक्ट हुने भयो? कक्लिया हुने भयो कि भएन? मतलब इयर ड्रम भनेको चाहिँ हाम्रो इयर ड्रम भनेको टिम्पानिक के हो? मेम्ब्रेन होइन त? टिम्पानिक मेम्ब्रेनबाट साउन्ड वेभ चाहिँ जान्छ अनि त्यसपछि कहाँ जान्छ? इयर ओसिकलमा जाने होइन। इयर ओसिकल भनेका कतिवटा? तिनवटा होइन, म्यालियस, इन्कस र स्टेपिस होइन। अनि यहाँबाट भाइब्रेट हुँदै गएर चाहिँ हाम्रो चाहिँ जब कक्लियामा पुग्छ तब मात्र यो भनेको चाहिँ एउटा स्टिमुलाइमा चेन्ज हुन्छ। त्यो स्टिमुलाई जब ब्रेनमा पुग्छ नि तब मात्र हामीले चाहिँ साउन्ड डिटेक्ट गर्ने हो क्या। कानमा पुग्ने बित्तिकै साउन्ड डिटेक्ट गर्ने होइन नि। ओके, क्वेसन नम्बर 30 रहेको छ when you are going in an aircraft often hear a popping sound is due to। कहिलेकाहीँ हाम्रो कानमा आवाज सुनिन्छ पपिङ साउन्ड भन्नाले अलिकति कस्तो कस्तो खालको अलिकति इरिटेट खालको साउन्ड सुनिन्छ नि। हो त्यो किन हो भन्दाखेरि जब हाम्रो चाहिँ इन्टरनल इयर र जुन हाम्रो चाहिँ एक्सटर्नल इयरमा हुन्छ नि त्यसको चाहिँ प्रेसर चाहिँ मेन्टेन हुन गएन भनेपछि त्यस्तो खालको साउन्ड सुनिने हो। त्यतिखेर यदि हामीले चाहिँ मुख सल्भलाई दिने हो भने त्यो चाहिँ मेन्टेन हुन जान्छ। किन भन्दाखेरि जब हाम्रो चाहिँ किन भन्दाखेरि फ्यारिङ्ससँग चाहिँ मिडल इयरबाट फ्यारिङ्ससँग हाम्रो इटी ट्युब जोडिएको हुन्छ नि त। हामीले जब मुख चलाउने हो भने यो इटी ट्युब ओपन हुन जान्छ र इटी ट्युब ओपन हुन गयो भने अनि यसले चाहिँ दुईटैतिरको चाहिँ हाम्रो चाहिँ प्रेसरलाई चाहिँ के गरिदिन्छ त भन्दाखेरि इक्वल पारिदिन्छ। त्यसैले कहिलेकाहीँ चाहिँ हामी यदि एयरक्राफ्टमा एरोप्लेनमा हुँदाखेरि कहिलेकाहीँ माउन्टेन चढ्दाखेरि पपिङ साउन्ड सुनिन्छ। त्यो कारण भनेको चाहिँ त्यो दुईटातिरको इन्टरनल इयर र एक्सटर्नल इयरको प्रेसर बराबर नहुनुले हो है। त्यसो भए अप्सन यहाँ छ चेन्ज इन अल्टिट्युड, चेन्ज इन प्रेसर, हेभी साउन्ड अफ एयरक्राफ्ट, भाइब्रेसन्स अफ एयर ड्रम। कतिले चाहिँ हेभी साउन्ड अफ एयरक्राफ्ट लगाइदिन सक्छौँ तर यो रङ हो, यसले गर्दा हुँदैन। दुईटातिरको प्रेसरमा चाहिँ डिफ्रेन्स आउन जान्छ जसको कारणले चाहिँ त्यो साउन्ड सुनिन जाने हो। त्यसको चाहिँ हामीले चाहिँ
दुईटा साइडको चाहिँ प्रेसर चेन्ज हुन जान्छ। त्यसको कारणले हो यसको कसरी यसलाई चाहिँ हामीले चाहिँ ठिक पार्ने भन्दाखेरि हामीले चाहिँ के गरिदिने भन्दाखेरि मुख चबाइदिने। किन भन्दाखेरि एरोप्लेन्सहरूमा चाहिँ हामीलाई चाहिँ के अरे मिठाईहरू दिन्छ नि, मिठाईहरू दिनुको कारण नै त्यही भएर हो, चबाइराख्दाखेरि त्यस्तो खालको कुनै पनि प्रब्लम नआओस् हैन, प्रेसर चाहिँ मेन्टेन भइराखोस् भनेर हो। Which of the following mainly helps to keep air pressure equal in both sides of the tympanic membrane? भनिसक्यौँ, कतिचोटि भन्यौँ है, कमेन्ट गर्नु वाट इज द करेक्ट आन्सर। यसको चाहिँ 31 नम्बरको के हो चाहिँ करेक्ट आन्सर कमेन्ट गर्नु। अर्को छ राम इज रनिङ विथ हिज फ्रेन्ड एट द मर्निङ, विच अफ द फलोइङ अर्गान इज मेनली रेस्पोन्सिबल फर मेन्टेनेन्स हिज इक्विलिब्रियम। ऊ चाहिँ रनिङ गरिरहेछ है रे, रनिङ गरिरहेछ राम। रनिङ गर्नु भनेको चाहिँ के हो त, डाइनामिक इक्विलिब्रियम हो कि नै। डाइनामिक इक्विलिब्रियममा कसले काम गर्छ, सेमी सर्कुलर क्यानल अभियसली। र यसको करेक्ट आन्सर भनेको कुन, टिम्पानिक मेम्ब्रेन, स्ट्याचेन्टिभ, भेस्टिब्युल कि कुन, सेमी सर्कुलर क्यानल इज द करेक्ट आन्सर। त्यसपछि अर्को छ 33 नम्बर, विच अफ द फलोइङ डिटरमाइन्स द प्याटर्न्स अफ साउन्ड वेभ भाइब्रेसन। कसले, अघि नै भनिसकेँ मैले, कस्तो खालको साउन्ड वेभको भाइब्रेसन छ भनेर त्यो डिटरमाइन्स गर्ने भनेको चाहिँ टेक्टोरल मेम्ब्रेनले हो। अब यहाँ अप्सन छ टेक्टोरल मेम्ब्रेन, ब्यासिलर मेम्ब्रेन, रिजनल मेम्ब्रेन। रिजनल मेम्ब्रेन र organ of Corti यसको हुन्छ टेक्टोरल मेम्ब्रेन। ब्यासिलर मेम्ब्रेनको बारेमा पनि भनिसकेका छौँ हैन, र त्यसपछि हामीले चाहिँ रिजनल मेम्ब्रेनको बारेमा पनि भनिसकेका छौँ। यो भयो हाम्रो चाहिँ स्केला भेस्टिबुलाई, स्केला टिम्पानी, यो बिचको चाहिँ स्केला मिडिया। स्केला मिडियामा चाहिँ हाम्रो चाहिँ इन्डोलिम्फ हुन्छ, यो दुईटामा पेरिलिम्फ हुन्छ है। अनि त्यसपछि हाम्रो बिचमा चाहिँ यो के अरे स्केला मिडियामा organ of Corti पाइन्छ। अनि माथि भनेको रिजनल मेम्ब्रेन, अनि तल भनेको ब्यासिलर मेम्ब्रेन। र यसरी चाहिँ यसमा organ of Corti को माथि ह्याङओभर भएको हुन्छ टेक्टोरल मेम्ब्रेन। त्यसको काम भनेको यसको organ of Corti मा भएको हेयरसेलहरूलाई कभर गर्नु, सँगसँगै कस्तो खालको साउन्ड वेभको भाइब्रेसन छ त्यसलाई डिटरमाइन गर्नुको। आई थिङ्क अब छुटेको भनेको कुरा मलाई लागेको छ त्यो भनेको चाहिँ मलाई अलिकति एयर ओसिकलको बारेमा है, एयर ओसिकलको बारेमा भन्न पर्ला जस्तो मलाई लागेको छ है। ओके, एयर ओसिकलको बारेमा थोरै कुरा गरौँ है। हाम्रो मैले भने तीनवटा एयर ओसिकल हुन्छन्, एउटा भनेको म्यालियस, अर्को भनेको चाहिँ इन्कस, अर्को भनेको स्टेपिस है। यहाँ हेर्ने म्यालियस, त्यसपछि इन्कस, त्यसपछि स्टेपिस है। अब म्यालियस कस्तो सेपको हुन्छ भनेर कहिलेकाहीँ सोध्ने गर्दछ। म्यालियस भनेको हामीले यहाँ देख्छौँ है, म्यालियस कस्तो सेपको छ भन्दाखेरि यहाँ यो देखिराखेका छौँ, यहाँ हामीले अर्को पिक्चर पाउन सक्छौँ। यो भनेको चाहिँ हाम्रो म्यालियस हो है, म्यालियस है। म्यालियस भनेको चाहिँ एउटा हाम्रो जुन हतौडा हुन्छ नि, ह्यामर, यो ह्यामर सेपको हुन्छ कि। यो भनेको चाहिँ ह्यामर सेपको हुन्छ, HAMMER, ह्यामर सेपको हुन्छ। यसै गरी हाम्रो जुन यो इन्कस छ, यो इन्कस भनेको चाहिँ एनभिल सेपको हुन्छ, एनभिल सेपको हुन्छ है, हामीले यहाँ देख्न सक्छौँ हैन। अनि जुन हाम्रो चाहिँ यो स्टेपिस छ नि, यो स्टेपिस भनेको चाहिँ सबैभन्दा सानो बोन हो, सबैभन्दा सानो बोन हो है, सानो बोन हो। ह्युमन बडीको सबैभन्दा सानो बोन भनेको चाहिँ स्टेपिस हो। अनि यसमा चाहिँ कस्तो सेप छ हामीले देख्न सक्छौँ नि त, जुन हाम्रो चाहिँ त्यो के अरे घोडामा बस्दाखेरि जुन हाम्रो खुट्टा राख्ने नि त्यस्तै सेपको छ कि छैन हो। त्यसैले यो भनेको चाहिँ स्टेपिस भनेको चाहिँ हाम्रो स्ट्रिप सेपको छ है, स्ट्रिप सेपको छ। ओके, सो यो चाहिँ भयो।